के गर्नु देश बनाऊँ है बसौँ आनन्दले हामी त आयो भनेर धेरै नबिदेश्यौँ त्यस्तै हो गाउँमा गएर ढ्याक्क खेत बाँझो खेत खोर्ने सोचेको जस्तो चाहिँ छैन है विदेशमा नि तपाईँले त्यो चाहिँ माइन्ड सेट गरेर आउनु होला के पनि हामी सोचेको जस्तो चाहिँ यही हो टावर ब्रिज टक्क लगाएर हामीले चाहिँ अहिले यो सिनेमेटिक हानेछु सबैजना हेर्नु होला मैले जुन न्युजहरू देखेँ कुलमान घिसिङ हटाएको रहेछ जस मलाई चाहिँ एकदम नमजा लाग्यो बाबालाई के भन्नु छ तर मलाई चाहिँ बाबा आफै जाने बेला भइसक्यो होइन तर होइन मलाई चाहिँ 4 वर्ष मोज गर्नुहोस् बा वेलकम टु आवर न्यू भ्लग आज चाहिँ हाम्रो कलेजको सेकेन्ड डे आज चाहिँ म सेकेन्ड डे टक्क साथीहरूसँग आज हाम्रो चाहिँ जम्मा 2 घन्टा मात्रै क्लास छ त्यही भएर चाहिँ जस्ट साथीहरूसँग घुम्न जाने भन्ने प्लान चाहिँ हिजो नै वाट्सएपहरूमा सबमा ग्रुप जोइन भएको छ नि त साथीहरू अनि त्यही भएर आज चाहिँ अब साथीहरू टक्क लन्डन ब्रिज घुम्न जानुपर्छ साथीहरू भनेर प्लान गरेको थियो अनि त्यही हो हामी घुम्न जान्छ होला तपाईँहरूले भ्लग चाहिँ हेरिदिनु होला हाम्रो यो मास्टर पढ्नको सब टोली त्यही छ क्या अनि सबजना घुम्न जान्छु भन्ने प्लानिङ छ अनि त्यही हो सबैजना जसले सब्सक्राइब गर्नु भएको छ सब्सक्राइब पनि गरिदिनुहोस् सर्लक्क लगाएर हेरिदिनु होइन एकदम हामीले के गर्नेछौँ सबै कुराहरू देखाउँछौँ त्यो हेरिदिनु ल हेलो सब नेपाली हो म पनि नेपाली हो नि म पनि नेपाली हो के गुर्खाज सब नेपाली रहेछ ल सब फाइन हेलो बहिनी कति वर्ष भयो सबजना नेपाली हो उहाँहरू सब मास्टरको हो कति रे 10 करोड जति त तिर्यो होला है यो सबै जोड्दाखेरि हेलो हामी सबै जोडेर 10 करोड त पुग्छ होला है 10 करोड त हामी सबै जोडेर होइन 10 करोड पुग्छ होला है पुग्छ कि अब यहीँ भएकोमा त पुग्छ होला है बहिनीहरू पनि छ पछाडि सबजना जोडेर यहाँ माथि टक्क पैसा तिरेर जाने हो तर हामीसँग पैसा छैन अहिले चाहिँ हामी टक्क के अरे लन्डन ब्रिज भन्छ यसलाई के भन्छ टावर ब्रिज भन्छ टावर ब्रिज 33 लाख हो यार 33 लाख के हेर्नको लागि हामी आएको हो त्यो त हो दामी छ यार केटाहरूसँग पनि भेट भयो नाम के पर्यो सन्दीप सन्तोष सन्दीप तपाईँ कति भयो म चाहिँ 1 महिना होइन हो सेम हो नाम भन्नु त तपाईँको लक्ष्मण तपाईँले केमा हाल्नुहुन्छ भिडियो म युट्युबमा नै हाल्छु टिकटकमा नै हाल्छु युट्युबमा मेरो त्यस्तो धेरै छैन 12 जति छ 12 के धेरै त 12 के अनि टिकटकमा 2 लाख भन्दा ओभर छ फलोवर्स अनि इन्स्टाग्राममा 54 के समथिङ त्यस्तो छ त्यस्तो धेरै छैन राम लक्ष्मण भन्छ 33 लाख यही हो है केटाहरू यार यत्रो पैसा तिरिरहेको छ यसरी थकित मारेन हुन्छ त यत्रो पैसा तिरेर आएपछि अझै कति तिर्नु बाँकी छ 10 लाख ल ठिक छ ल बधाई छ यो चाहिँ नाम टावर ब्रिज भन्छ मैले चाहिँ 2-3 चोटि भइसक्यो अनि आज चाहिँ केटाहरूसँग आएको छु सबजना सब नेपाली हो पछाडि सब नेपाली छ त्यही हो सबैजना यसरी घुम्न आइरहेको छु चिल हो अहिले चाहिँ यही हो टावर ब्रिज टक्क लगाएर हामीले चाहिँ अहिले यो सिनेमेटिक हानेछु सबैजना हेर्नु होला यहाँ चाहिँ सबै देशबाट मान्छेहरू घुम्न आउँछ यही हेर्नको लागि यत्रो लगानी गरेर आएको हुन्छ कि टु मच क्या त्यही हो त्यो चाहिँ पुरा यसले बुढिरहेको छ केटाहरू मान्छेहरू यो चढ्नलाई पनि पैसा तिर्नुपर्छ है पैसा तिर्नुपर्छ
ब्लगरको बिजनेस स्टार्ट गर्ने क्या फिएस्टा कस्तो सोच हो नि त बिजनेस हेलो हेलो के छ सब ठिक छ केटी मान्छे जस्तो हात मिलाउनु यसरी केटीले ल तपाईले मानौ तपाई मेरो केटी भयो ल गर्लफ्रेन्ड कसरी हात मिलाउनु कसरी ल के सँगै निस्किने हो कि कहाँ ह्यान्डसेक गरेको हो भएन कि यसरी त्यहाँ छोडेर जाने हामीलाई बस्छु एकछिन 4 बजे हो त नि रातो पाउँदैन क्या ट्रेन हो क्या मेरो ट्रेनमा पनि झुन्डेर त मिल्छ होला नि अनि पैसा पनि काट्छ नि पैसा लाग्छ यार 1 पाउन्ड 3 पाउन्डको ठाउँमा सिधै 6 पाउन्ड दिन्छ अनि कहाँ हुन्छ त पाइ लाग्छ त्यहाँ गाडीमा जान्छ 1 पाउन्ड भनेको नेपाली 180 अनि 3 पाउन्ड भने 3 पाउन्ड भनेपछि त नेपाली कति पर्यो 7 बजेदेखि उता चाहिँ बोल्दा पिकअप होइन ल ल है त सर राम्रोसँग जानु हुन्छ एक दुईजना गर्लफ्रेन्ड छ भने मिलाइदिनु है केटीहरू छ भने गाह्रो छ अहिले स्थिति एकदम ल बाबाई ल बाबाई केटो बाबाई अहिले चाहिँ हामीले भिडियो सिडियो हानेर टक्क यसरी सर्लक्क ब्रिज हेऱ्यो लक्क लगाएर बसिरहेछौँ म चाहिँ केटाहरू फोटोसोटो हानिरहेछ म चाहिँ यहाँ बसिरहेको छु यहाँ चाहिँ आफ्नै पारामा हो कि सबजना कहाँ कता के भन्ने हुन्छ एकदम नमजा लाग्यो जस्ट म पनि केही बोल्न चाहन्थेँ म पनि एउटा विदेशमा बसेर पढिरहेको छु झोला बोकिरहेको छु दुःख गरिरहेको छु है त्यसरी नै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू त्यसरी आउँदैछ त्यसको लागि जस्ट कुलमान घिसिङ एउटा तामाङको छोरा म पनि तामाङको छोरा हो एकदम राम्रो लागेको थियो त्यसरी हटाउन नहुने थियो अनि हाम्रो जुन प्रधानमन्त्री हुनुहुन्छ उहाँले चाहिँ के सोचेर हटाउनु भयो त्यो चाहिँ थाहा छैन केही स्वार्थी केही नपुगेर हो कि तर यत्रो 18 घन्टा 20 घन्टा लोड सेडिङ हटाएको द्याट्स द किङ अफ द नेपाल भन्छ कि हामी चाहिँ होइन हामीले अहिलेको जमानामा बिना बत्ती बिना त्यो अब चाहिँ हामी निस्किँला छौँ लास्टै जाडो भयो खैरेहरू यस्तो दामी बसिरहेको छु एकजना मेरो गर्लफ्रेन्ड भइदिनु हुन्छ अब चाहिँ यहाँ खैरे नै खैरे छ हामी अब निस्केको खैरेहरूको दिन छ कसम चिल छ उनीहरूलाई टक्क नापी भएपछि टक्क हेर्न आउने एकजना केटीले पट्टिन्छ केटाहरू बिहेको कुरा गरेर छ त्यस्तै छ के गर्नु जिन्दगी गाह्रो छ यार सबको लाइफ एउटै हुँदैन भने हो रहेछ एकजना केटीले हेर्दै नि के हो हेलो 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 बसिरहेको लन्डनको त्यही त नि फेमस भनेको यी बसहरू यताउति भयो यो भयो ब्रिज भयो ल बाई बाई ल हामी चाहिँ यताबाट रहेछ हामी 4 जना बस चढ्नु पऱ्यो बस त्यही पाउँदो रहेछ अहिले चाहिँ हामी बस वेट गरिरहेछौँ हामी चाहिँ यहाँ चाहिँ बसहरू यसरी चढ्छ टक्क हेर्नु त अब बसै बस छ सब बस हो अब म पनि बस सक्यो हामी क्रस वेट रातो क्रस ग्रिन रातो बाउली रहेछ हामी जान मिल्दैन अहिले अब ग्रिन बाउल्यो नि त जाउँ यहाँबाट हो रमाइलो गऱ्यो कलेजमा नयाँ साथीहरू बनायो केटीहरू पनि थियो तर रमाइलो भयो साथीहरू यस्तै हो लाइफ होइन एउटा विदेशमा चाहिँ हामीले चिन्जान नेपाली दाजुभाइ भेट्यो भने धेरै सजिलो पनि हुन्छ एटलिस्ट काम खोजिने त्यो पनि हुन्छ नि त अब काम छैन भने त धेरै गाह्रो हुन्छ अब मसँग नि काम त छैन लाइफ भनेकै कन्फ्युजिङ जस्तो लागिरहेछ मलाई जस्ट युके आएर त होइन साथी के भर्यो के भइरहेछ अब काम पाएको छैन तर पनि आज उता साथीसँग अलि तल्लोसम्म अब बसमा आएर हामी चाहिँ हिँडिरहेको छ कि 20-25 मिनट जति हिँड्नुपर्छ फर्किनको लागि त्यही भएर जुत्ता सेतो कालो हुने गरी हिँड्ने हो कहिले आएर मर्नलाई यार 24 घन्टा भयो खाना केही छैन खाना छैन ओके गाइस अब चाहिँ हामी घर आइपुग्यो एकदम थकित अवस्थामा छु थकै लगाएर मर्न लाग्यो त्यही हो आजको भ्लग यति नै गर्छु सबैजना हेरेर रमाइलो गर्नु होला साथीभाइसँग रमाइलो गरेको भिडियो पनि हाल्छु एकदम थकै लाग्यो खाना केही छैन भोक लागिरहेछ खाजा खान्छु होला त्यही हो आजको भ्लग सोचेको जस्तो चाहिँ छैन है विदेश पनि तपाईँहरूले त्यो चाहिँ माइन्ड सेट गरेर आउनु होला के पनि छैन सोचेको जस्तो चाहिँ ल आजको लागि यति नै गर्छु सबैजनालाई बाबाई त्यसमाथि स्टुडेन्टलाई गाह्रो छ बाबाई गाइड बाबा